ल सुरु गरौँ। हेर्दै गर्नु होला। हामीले जित्यौँ 2/3 बहुमत ल्याएर जित्ने हाम्रो योजना छ। तर बहुमत मात्रै प्राप्त भएछ भनेर भने पनि बहुमत मात्रै प्राप्त भए पनि 2/3बाट जे गर्न पर्ने हो त्यो कामले गरेर देखाउनु। के छ यो परिणामलाई कसरी लिनु भएको छ तपाईँ? यो निर्वाचन परिणामलाई चाहिँ अनपेक्षित छ। पूर्व समाजवादीको चाहिँ एउटा सिट मात्रै आएछ क्या। तपाईँहरूको पूर्व पार्टी चाहिँ सकियो क्या। मानव नेपालले समेत हार्नुभयो भनेपछि के रह्यो? हो त्यही हो। 23 गते 24 गते मतगणना हुन्छ। 25 गते बिहान उज्यालो हुने बेलामा कास्कीबाट रेडियोहरूले समाचार पुग्छन्। कास्कीको 3वटै क्षेत्रबाट रुख चिन्हका उम्मेदवार भारी मतले विजय। लेकिन एक सेकेन्ड, अरे मेरो बोली भी छ। माधव नेपाल के बोली भी कैसे केपी ओली के होश उड़ जाए छै। माधव नेपाल के बोली भी कैसे शेर बहादुर के होश उड़ जाए छै। माधव के बोली भी कैसे प्रचंड जी के होश उड़ जाए छै। कुछ भी। A few moments later. तपाईँ चाहिँ पराजित हुनुभयो, कारण चाहिँ के रहेछ? के थाहा पाउनु? खासमा किन हार्नु तपाईले? त्यो पछि कारण के पाउनु? जान हतार छ। होइन हतार छ, तर हेर्नुहोस् न तपाईँले यो पटक चाहिँ कस्तो लज्जास्पद हार चाहिँ भयो नि त। त्यस्तै हो। एउटा कुरा के बुझ्नुपर्छ भने अहंकार बोक्यो भने कुनै पनि क्षेत्रमा कोही पनि सफल हुँदैन। अच्छा, विनाशको बाटो के हो? जब मान्छेले अहंकार बोक्छ। अहंकारले दिमागमा अर्को चिज पस्नै दिँदैन। आफू बस्छ र भित्रबाट ढोका लगाएर चुकुल लाउँछ क्या। ठीक है। यही नहीं, अभी और सुनिए। अनि अहंकार यस्तो बढ्दै जान्छ नि, त्यो बढ्दै जान्छ र त्यो कोठै फुटाउला जस्तो, मस्तिष्कै फुटाउला जस्तो हुन्छ अहंकार बढ्दै गएपछि। ठीक है, समझ गया। त्यसकारण हामीले के ख्याल राख्नुपर्छ भने सदैव अहंकार मस्तिष्कमा पस्न नपाओस्। One eternity later. जोसुकैले जेसुकै गरोस्, हामी चुनाव हार्दैनौँ, हार्दैनौँ। रवि बालेन उहाँले च्यालेन्ज कुनै थ्रेट फिल हुँदैन चुनावी समीकरणमा? चुनावलाई थ्रेट, एमालेलाई, काङ्ग्रेसलाई थ्रेट चुनावमा के गर्नुहुन्छ तपाईँ? फेरि पनि एमाले सरकार, फेरि पनि ओली सरकार, फेरि पनि पुराना भनिएका पार्टीहरूको सरकार। 1,10,000 मत खस्न सक्छ। 1,10,000 मध्ये 60,000 को आसपास मत सूर्य चिन्हमा खस्छ। अरू मत अलिअलि बाँडिएला नि 23 जना। Hey y'all, come look at this. राष्ट्रवादी भन्ने पार्टीको 0 सिट हो। रेणु दाहालले यदि चितवनमा चुनाव हार्छ भने यो त्यसमा अर्को युद्ध हुन्छ। ल के ठुलो कुरा मलाई झापा 5 मा हैन, केपी ओली लड्नु भएको ठाउँमा सबै दल एक भएर जाँदा पनि केपी ओलीलाई हराउने ताकत कसैको छैन। बालेन त फरक कुरा त्यसो। बालन त फरक कुरो, उहाँको त जमानत जफत हुन्छ। लेखेर राख्नुस्, जमानत जफत गराइदिन्छु उहाँ। राष्ट्रवाद त कुनै प्रतिस्पर्धी दलै होइन। हेर्नुहोस्, यसलाई त म मान्दिनँ। यो त उही फेसबुकमा मात्रै प्रतिस्पर्धा हो। गुगलमा राप्रपासँग प्रतिस्पर्धा छ र भूगोलमा छैन। मैले पहिला नम्बर के भने एक त उसले चुनावै लड्दैन, दोस्रो कुरा चुनाव लड्यो भने जित्दैन। अगर जितो भने भन्ने प्रश्न आयो, म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिनँ। जितोस् म खाइदिन्छु, त्यसैको खाइदिन्छु। कस्ता कस्ता कहाँ गए मुसाका छोरा कोटा भन्छन् नि। केपी शर्मा ओलीलाई कसले हराउन खोज्दाखेरि सकेनन्। अब बालेन शाहले केपी शर्मा ओलीलाई हराउने, यो आकाश खसे के होला जस्तो कुरा नगर्नुहोस् के ऋषिजी। बालेन शाहजीले, म यसो हेर्छु, राष्ट्रपाका मान्छेले केपी शर्मा ओलीसँग जोडिएर आफ्नो पार्टीको प्रचार गरिरहेछन्। केपी ओली यदि हारो भने चाहिँ म इलाम जिल्ला छोड्छु।
झुटा कुरा होइन बालेन शाहले झापा 5बाट जित्यो भने 30,000 खसी मैले दिने भाइ फागुन 21 मा चुनाव भयो भने म राजीनामाबाट सन्यास लिन्छु निर्वाचन भयो भने म घाँटी गाडिछु घाँटी बालेनले जित्यो भने झापामा कान काटेर म टिटी हस्पिटलमा टाका लाउँछु 20 देखि 25,000 मतले उहाँले जित्न सक्नु भएन छ भने तपाईहरुलाई अगाडि मिडियाका अगाडि यो कुरा मैले तपाईहरुलाई साँची राखेर यो कुरा गर्छु मलाई कहाँ झुन्याउनु पर्छ 20 देखि 25,000 मतान्तरले जित्नु भएन छ भने निर्वाचनको मत परिणाम आका दिन म झुन्निन तयार छु फागुन 21 मा तपाई इलेक्सन गर्न सक्नुहुन्छ म लेखेर दिन्छु यो रेकर्डमा तपाईहरु अगाडि राखेर ल गराएर हेर्नुस् म मेरो जीवनमा पोलिटिक्स छोड्दिन्छु गराइदिनु भएछ नि ल सक्नुहुन्न दिस इज नेक्स्ट टु इम्पोसिबल मैले त पहिले नै मेरो च्यानलबाट नै भनेको छु फागुन 21 गते चुनाव हुँदैन चल बोजडी के मैले चाहिँ 700 जना ल्याउला कि जस्तो लाग्छ कति भन्नु 7 थोरै भयो 7 भने 1 2 3 4 5 औला सिद्धि 6 7 दुईटा थप्नुपर्छ आर यु कमेडी मी केपी शर्मा ओलीलाई बालेनले हरायो भने चाहिँ के हुन्छ उही आकाश पल्ट्यो भने के हुन्छ भने जस्तै हो केपी शर्मा ओलीजी शानदार ढङ्गले जित्नुहुन्छ त्यहाँ कुनै समस्या आकाश पल्टी जस्तै हो असम्भवै हो त्यो ल तपाईले कहिले के भन्नु आकाशै पल्टेर दोस्त डुब्नी भयो हल्ला त मैले नि सुनेको थिएँ कहिले अब 4-5 दिन बाँकी छ हेरमला भनेका छन् अब यिनीहरूले हेरे आएर यो दुर्गेश थापा गीत थियो नि दुश्मन हेरेको हेरे भने त अब काङ्ग्रेसवाले हेरेको हेरे ल हेरे कति हेर्न मन छ हेरेको हेरे गर एकदम ऋषि धमलाले अजय देवगनले बोलाउनु भयो क्या क्याम्पेनको लागि यहाँ सरलाई मैले सलमान खान गरेर घोषणा गर्यो भिडियो बनायो भाइरल भयो सर सलमान खान म अजय देवगन सर सलमान खान A few moments later. तर अजय देवगन ल्याएर तपाईले चुनाव प्रचार गर्दा पनि जित्न सक्छ त्यसैले आदरणीय साथी चैतको पहिलो हप्ता सरकार बन्छ र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनिरहँदै गर्दा हाम्रो सरकारले वैशाखको 1 गते नेपालको नाममा सम्बोधन गर्दै 5 वर्षको प्रतिज्ञालाई 1 महिनामा लिएर आउँछ यसपटक मेरा लागि जित हारको प्रश्न छैन अच्छा प्रश्न के मात्रै हो भने कति मतान्तरमा हामी जित निकाल्छौँ भन्ने मात्रै हो क्या बात है सर क्या बात है सर क्या बात ये बात है टपाटप त्यहाँ गएर 2 मिनेट मात्रै काम गरेर उखु बोकेर 2 मिनेट बोकेर चाहिँ त्यो काम ठिक छ तपाईले छ नि काम भनेको उखु बोक्दा पनि 1 मिनेट बोक्दा पनि काम हो त्यो त चट्ट र आजको दिनबाट मैले जुन चुनाव चिन्ह लिएर चुनाव लडेको थिएँ मोबाइल चुनाव चिन्ह त्यो पार्टीसँग र त्यो चिन्हसँग मेरो अब सम्बन्ध रहँदैन मैले खाली चुनावमा मात्रै त्यो प्रयोग गरेको थिएँ झापा 5 मा तपाईहरुले कति मतान्तरले चुनाव जित्नुहुन्छ त्यहाँको ग्राउन्ड रियालिटी के छ अब तपाईको भनुसार मेरो फिल्ड रिपोर्ट मेरो टिमको म मात्रै होइन अब फेरि म त अब्जर्भर हो हाम्रो टिमले गरेको रिसर्चको डाटा प्रस्तुत गर्नको लागि त तपाईलाई त आचार संहिता लाग्ला नि त त्यसकारणले यो भन्न पनि म त्यति जान्दिनँ भारी मतले जित्नुहुन्छ र गएको इलेक्सनको मतभार भन्दा धेरै मतान्तरले उहाँले चाहिँ चुनाव जित्नुहुन्छ हाम्रो अध्यक्षले त्यति
सम्म हुनुभयो उहाँहरूले लोकतन्त्रलाई संस्थागत होइन लोकतन्त्रलाई संस्थागत गर्दै हुनुहुन्छ उहाँहरू होसियार हुनुपर्ने दिन आइसक्यो अब अदालतमा नपल्टिएका फाइलहरू अदालतमा यदि फाइल पल्टिन सकेनन् भने यही सडकबाट फाइल पल्टिन्छ मेरो विचारमा त है अब विकल्प कुर्दै बसेर काम छैन अब विकल्प आफै बन्नुपर्छ कि त्यो विकल्प आफू बन्नलाई म के भन्छु भन्दाखेरि नराम्रो मान्छेहरूको सिन्डिकेट भयो अब हामी राम्रो मान्छेहरूको सिन्डिकेट बनाऊ राम्रो मान्छेलाई ट्रस्ट गर्न थाल्नु पऱ्यो राम्रो मान्छेलाई सपोर्ट गर्न थाल्नु पऱ्यो अनि बल्ल पोजिटिभ फोर्सेसहरू एउटै डाइरेक्सनमा अलाइन हुन्छन् and this is negative becomes irrelevant. So this coming elections, think about it, think about your candidates, your सबै क्यान्डिडेटहरूलाई चुज राम्ररी हेरौँ